Morning, everyone. Welcome to my day 2 and हामी चाहिँ अहिले पोखरामा छौँ अनि आनन्दले सुतिरहेको थिएँ त्यो उतापट्टिको रुमको बच्चाहरू हेरेर हल्का तनाव भएको थियो अनि त्यो लेक साइडनिर बसेको छ त्यहाँनिर हो त्यहाँनिर लेक साइड अनि त्यहाँ होटल ठिकै छ भनौँ न नट ब्याड होटलमा बस्नुपर्ने यहाँ आज होटल ठिकै छ एन्ड आज चाहिँ घान्दुकसम्मको हो ट्रिप अनि त्यसपछि घान्दुकमा होटल बुक गरिसकेको छ अनि हाम्रो पर्सि भनेको चाहिँ उता माथि माथि कहाँ पाउने उता माथि एउटा उत्यो छ नि के भन्छ शिवको हो त्यहाँ जाने छ अनि त्यसपछि ठाउँहरू छ अब घुम्ने है अब भोलि उताबाट फर्केर अनि यता उयो कस्तो राम्रो रहेछ यार उताबाट फर्केर त्यसले यता गर्नुपर्छ भर्खर नुहाएको सनब्लकहरू मोइस्चराइजरहरू सबै लगाइसकेँ अनि त्यहाँ बाइक चाहिँ उता चलाउँछ है बिहान मात्र झ्याउ है नभए ठिकै थियो त्यहाँ र नि यता त उता शिवकोमा पनि जानुपर्छ हाम्रो भोलिको टार्गेट त्यो हो त्यहाँबाट फेवा लेक पनि देखिन्छ उतानिर तपाईँले देख्नु भएको भएन हामी उता होटेलमा बस्नु फेवा टार यो लेक भनेको है लेक साइड भनेपछि बोटिङ भोलि नै गरौँ है बोटिङहरू सबै भोलि नै हाल्ने आज चाहिँ जस्ट अब यहाँबाट खाना खाने अनि त्यसपछि सबै अनप्याकिङ गरेर लुगाहरू सब प्याक गरेर बाइक रेडी बनाएर अनि भोलि बिहानको के अरे अहिले पछि कति 10 बजीतिर यहाँबाट निस्केर उता पुगिन्छ होला कति 1 साढे 1 2 बजीतिर कति त काठमाडौँ भने हो त मैले घाटुक भने त्यो अहिले म त्यही त भने आजको कुरा भइरहेछ काठमाडौँ त पर्सि होइन मैले पर्सि भनेको थिइनँ अनि त्यसपछि भनेको थिएँ अनि तैँले पर्सि भनेको सुन्छ होला अनि हिजो उता मुग्लिङको केस अझ रिस उठिरहेको मुग्लिङको एउटा फोटो खिचेको छ त्यो अब आज चाहिँ एडिट गर्छ अनि त्यसपछि हाल्नुपर्छ अनि भोलि पनि राम्रो राम्रो फोटोहरू खिच्नुपर्छ आज पनि खिच्नुपर्छ त्यहाँ माथिको गाउँहरू पुरै एक्सप्लोर आज हान्ने हो अनि त्यहाँनिर बेलुका बसेर यताउता लाने हिजो स्टोरेज चाहिँ नपुगेर कम त नभएको अब त्यो जति भिडियो छ त्यति भिडियो छ मैले हिजो कति डिलिट गरिदिइसकेँ वाइफ से छुट्टी आयो यार अब त कसम भनेर यस्तो भयो के भन्छ हिमाल जान त Plus you minus, corner minus, by the minus. Papa minus, 80 minus, gang minus. Take a county, always up, never minus. Una coaches, I mean, those who don't join us. Would you buy rap and the flow, my black and a soul, my pal, for a dome, my pal. Fighter ko chal pani top tani kop sa, 10 thari rock sa pal. Aba jani party now after party. Mara minus gang ani mero sathi. Gym hani full laera chati. न्यू नकोस फालिन्छु काटेर घाँटी गीत गाउँदैछु म सुन नेवारी टोनमा पापाको फ्लो निस्किन्छ तिमीको बोलमा डिक्क लाग्न थाल्यो लिरिक्स ननिस्केर फ्लोमा सस्ती हुन्छ मलाई तिमी ननाच्दा पोलमा चट्टामरी स्ट्याक यो बिच इज सो फ्याट लाखे अन द स्ट्रिट लेट मी सी अ फकिङ किड एला सो स्मुथ यु थिंक I must have my Dizzy on my body but you don't want my money तिम्रो बेबी म कता माइनस ड्रिप टिपी ऱ्याप हाने मात्र मेरो बिजनेस
रुगा लाएको थियो खाइदे मैले साइनेक्स तेरो बुढी लामो छक्का हो कि मुझे बाइसेक्स बडी तिम्रो छ एकदम कम्प्लेक्सन तिमीलाई देख्दा भयो मेरो इरेक्सन होइन डक्टर तर गरिदिन्छु डाइसेक्सन माइनस ग्याङसँग बसी लेट्स ह्याभ सम फन Lost up on that cuss. Puff, puff, pass with your sis. She's kinda cute, all her hair out the bus. I don't need your body, bitch, go down and tuss. Lost up on that cuss. Puff, puff, pass with your sis. She's kinda cute, all her hair out the bus. I don't need your body, bitch, go down and tuss. 50 लाग्छ ब्याङ्कमा मुजी 50,000 कोजीमा हिजो राति श्रेयासँग आज बिहान रोजिना कोचिना छैन होला मैले केडे अम्मा मुजी हराउला से दुध लिन जाँदा एडे अम्मा एक कलमा ओली अनि 2 कलमा गोली 3 कलमा काम देख्न नपाउलास् भाइ बोली म्याटरहरूसँग बचे भाँडा खेलिरहेको साथीहरू होइन मैले पाक पालिरहेको हुँ फाइटरले ऱ्याप हान्छ फ्लोमा क्ल्याप खान सोमा पाल तर डोमा पाल फाइटरको चाल पनि ढोप्छ तोप पानी खोप्छ 10 थरी रोप्छ पाल अब जाने प्याडिनौ माटो पाडी मर माइनस ग्याङ अनि मेरो साथी जिम हानी फुल्लाएर छाती न्यु नकोस फालिन्छु काटेर घाँटी बाटो हेरेर हेरी मजाले चलाउनु पर्यो हामी खोला सोला तरेर लाग्यौँ ला सफा पानी हो यार तर सफा पानी सिधै हिमालबाट आएको एक प्रकार मैले हिउँ भन्छु हिउँ पग्लेर पानी भएको छ पानी पग्लेर हिउँ भएको छ पानी पग्लेर पानी जमेर हिउँ भएको छ बाटो त्यस्तो छ अब तपाईँहरूलाई रोडमा त देखाएँ मैले वातावरण देखेन किनकि अहिले मैले टाउको सिधा गर्नु मिल्दैन तल राख्नुपर्छ बाटो ला 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 बिरालो के भयो स्कुटरलाई के भयो छैन नि त्यो छैन नि छैन सेट भयो ब्रेक गयो जस्तो छ सेट भयो नि त भएको भए दिनुहुन्छ है किनकि मेरोमा छैन अहिले रिसेन्टली मैले कहिले पो निकालेको थियो सिक्छु आज छैन घरमै सब सामान यो मैले अस्ति यो मिररहरू सबै उता बनाएर सबै चिजहरू घरमै बाटोको अवस्था यस्तो छ यहाँनिर अलिकति Welcome to Handuk, guys. We are in Handuk. ल म त पढन्थ्यो भन्दा तर्को भेटा गरिदियो त्यो को पढन्थ्यो फेरि यसको नामै बिर्स्यो मैले त्यो पढन्थ्योको नाम के पो थियो बीबाट आउँछ क्या अरे होइन विजय साई भन्दा डेन्जर घटेर गरिदिन्थ्यो बरु आउँदै पनि सोसियल मिडियामा आउनु पर्ला होइन तिहारी चाहिँ हुनु पर्यो भने क्या त्यो बुक पढ्छ म चाहिँ रोड पढ्छु क्या अनि
Plus or minus, corner minus, by the minus. Papa minus, 80 minus, gang minus. Take a county, always on, never minus. Una coaches, having those who don't join us. But you're fine. Rap hancur flowमा क्ल्याप खान सोमा पाल पर डोमा पाल फाइटरको चाल पनि ढोक्छ तोप तानी खोज्छ 10 थरी रोक्छ पाल अब जाने प्याडिन माथि पाडी मर माइनस ग्याङ अनि मेरो साथी जिम हानी फुल्लाएर छाती न्यु नकोस फालिन्छु काटेर घाँटी गीत गाउँदैछु म सुन नेवारी टोनमा पापाको फ्लो निस्किन्छ तिमीको बोलमा टिक लाग्न थाल्यो लिरिक्स ननिस्केर फ्लोमा सस्तो हिँड्छ मलाई तिमी ननाच्दा पोलमा चट्टामरी स्ट्याक यो बिच इज अ फ्याक्ट लाइक अन द स्ट्रिट लेट मी सी योर फकिङ टिप एला सो स्मुथ कि think I'm a suck my Dizzy on my body but you down on my money तिम्रो बेबी म कता माइनस जेब टुकी ऱ्याप खाने मात्र मेरो बिजनेस रुगा लाएको थियो खाइदे मैले साइनेक्स तेरो बडी लामो छक्का हो कि मुजी भाइ सेक्स बडी तिम्रो छ एकदम कम्प्लेक्सन तिमीलाई देख्दा भयो मेरो इरेक्सन होइन डक्टर तर गरिदिन्छु डाइसेक्सन माइनस ग्याङसँग बसी लेट्स ह्याभ सम फन Lost up on in that cuss. Puff, puff, pass with your sis. She's kinda cute, all her hair out the bus. I don't need your body, bitch, go down and tuss. त्यो नराम्रो बाटो नि Lost up on in that cuss. Puff, puff, pass with your sis. She's kinda cute, all her hair out the bus. I don't need your body, bitch, go down and स्कुटर tuss. माथि घाम्रो पुगेर झारेर 50 लाग्छ ब्याङ्कमा मुजी 50 बिग्रेको नि त्यो ब्रेक सुकेर है अरु गर्दाखेरि कोचिना कोचिना छैन होला मैले केडे अम्मा मुजी हरनासे दुध लिन जाँदा एडे अम्मा बाइक पनि यसो वास हाने भनौँ न गोनी काम देख्न नपाउलास् भाइ बोली एक्टरहरूसँग बचे भाँडा खेलिराख्नुहोस् साथीहरू होइन मैले भाग बाइकको पालिराख्नु त्यो तल तलको त्यो बाग लागेर आएको खान सोमा पाल पर डोमा पाल फाइटरको चाल पनि ढोक्छ तोप तानी खोज्छ 10 थरी रोक्छ पाल अब जाने प्याडिन माथि पाडी मर माइनस ग्याङ अनि मेरो साथी जिम हानी फुल्लाएर छाती न्यु नकोस फालिन्छु काटेर घाँटी कमी त हुन दिन नि मैले हाम्रो मात्र लियो कति त्यो देखाएको छु मिलाइदिन्छु क्रिजनलाई इजी हो यार इजी रहेछ यार यो बाटोहरू त अहिले लास्ट आम्बो चक्कु तेर्साइदियो यार Breaking. Ini pakai pohara dia mari dia. Untuk ada pohara di situ. See you again, God bless you, thank you. Chia है ना? Chia ना दे पहला. अब ये तापा di board है, thank you वाला है ना? तो बाबा, वो कौन है? यो रुको रूट माने किन यो ल्याइरह हैन हो ए दिमागमा घोटाए नि हुन्छ दुईटा छ ल तीन चेरे यो गालाई सोध्नु न गालाई अंकल के घामले त्यसै तलबाट हो अनि त्यो माथिको त्यो किम्चे भने चाहिँ कस्तो हो ए त्यो हिँड्नेवाला हो त्यो ए हस् त्यो हिँड्नेवाला रहेछ हामी नाइस रोड आएछौँ ल एबिसी एक्सपिरियन्स के दाइ तपाईँ हाम्रो घुम्न जान्ला हो दोजना
रे हाम्रो आफ्नो बाटो यति छ है अब म धेरै नपढ होला पर्दा दिमाग अब यहाँ होइन चडाक 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 बिस्तारी जाने हो राम्रो रुट खोज्दै है टुक्क टक्क टक 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 झन्डै टक्क भएको थियो कसम ए होइन रहेछ यार म त टाढाबाट त त्यो डोरी देखिनँ भने बाटो त्यो त होइन होला बाटो बन्द सोचेर कि होइन रहेछ नेपाल धनी छ यार पानीको लागि यस्तै धनी ओ माई गड त्यही भएर पो ग्रिप चाहिन्छ भनेर रहेछ र है बाइक कसम बिहेको बाबे बनायो नि के पो गर्ने हामी उतार्ने त्यही बनाएर जानु है तपाईँ मेरो जस्ता नयाँ भयो अब त्यो त के भएन होइन यो इजी पिजी है इजी पिजी हामीले टायर धोएको जुत्ता अलिकति फोर भएको भइरहेको थियो मेरो होइन त्यही भएर धोएको हो म टेक्ने अवस्था चाहिँ थिएन त्यहाँको चाहिँ रमाइलो मेरो खुट्टा मोजा जुत्ता 1 किलो धोइदिएको मैले त सुरुवाल आधी त धोइदिएको त्यहाँ तल माटो लगाएको कि भनेर होइन यस्तो गर्नु पर्थेन फेरि यो सिजन देखियो भनेदेखि म नगा राम्रो भयो भन्थेँ है तर हेर्नु दाइ पेट्रोल सकिया हो त्यो बाइकको 100 हो ल के पनि भएको त्यो बाइकमै पेट्रोल सकियो है त्यसको बाटोमा चाहिँ तपाईँको बाइक ल हिरो बाइक हो र नामै त हिरो भन्दा हिरो हो कि भन्दा हो त्यस्तो छ होइन बाइकको हिरो हो बाइकको हिरो मात्र हो है हन्डा चाहिँ भनियो दाइ सरी हिरो बाइक हो नि आम्बो हेर्नु त अब तपाईँलाई अहिले यो बाटो देखेर के फिल भइरहेको होला म नगएको ठिक्क भएछ भनेर फिल भइरहेको होला होइन तर यति भन्छु कि म तपाईँको बाइक आनन्द ल्याउँछ अब तपाईँ त के नै हुनुहुन्थ्यो नि त त्यो बाइकमा त इजी आउँथ्यो क्या त्यो अब कसैलाई पछाडि राख्ने हो भने चाहिँ असम्भव कुरा हो म मान्छु होइन अब हामी 3 जना मात्र आएको भए चाहिँ बाह्रै हुन्छ र किनकि तपाईँको बाइक उक्लिन्थ्यो कहिले अफरोड धेरै गरी मलाई हेर्नु त ल कहिले अफरोड धेरै गरी तैँले पिच धेरै चलाइछ नि क्या फेरि मलाई
खाना मनै छ है यहाँनिर खाना मनै छ संसार अर्को संसार यो आइजो आउनुहोस् आउनुहोस् राम्रोसँग जानुहोस् है भ्याउँदै भ्याउँदैन थाहा छैन स्वर्ग देख्न सजिलो छैन नि त होइन र गाह्रो छ नि अब हामीले यति स्ट्रगल नगरे त स्वर्ग त देखिँदैन के हो एकैचोटि आएको भएर त हामी राति भइसक्छ यहाँ आएको बेला फर्स्ट राम्रो फर्स्ट हो ढुक्क भयो स्कुटर धुलो नपरोस् भनेर हो यो खाएको कस्तो राम्रो स्कुटर छ नि फेरि सबै बाटो यस्तै छ कहाँ लान्छ बात हुँदैन यसलाई त आउट गर्नुपर्छ क्या धुलो खाइरहेको लाग्छ मैले बाटो यार ढिच्चुको आजको रमाइलो यहाँ मान्छे कोठा टुटेर के भयो धेरै टुट्छ Back खस्यो हल्का बैग झरे अवस्था यो कसरी यहाँ भित्र छिर्यो ल के हो यो म एकैछिन पज गर्छु ल ब्याग फेरि हामी राखिसकेको छौँ अघि कस्तो ब्लर देखाइरहेको क्या ल बस राम्रोसँग बाँध्नु होला है ब्यागहरू तपाईँहरू यता आउँदाखेरि हामी त राम्रोसँगै बाँधेको थियो तर यस्तो भयो नि त उकालोमा अब त्यो अफरोडिङ गर्दाखेरि यताउता ज्यानले गर्दाखेरि त्यो पछाडि हटाइदियो क्या है मान्छेलाई अनि त्यस्तो भयो नथिङ एल्स आउनु त यसरी पर्ने हो हामी नेक्स्ट टाइमको ट्रिपको लागि हामीले त्यो ब्याग किन्नेवाला छौँ होइन त ब्याग चाहिँ धुनु पर्ने बाइक तार धरेर के गर्ने
कस्तो डेन्जर कारभित्र छिराइरहेछ त अब त अफरोड देख्दा नि वाक्क लाग्यो अहिले त मजै आइरहेको थियो मलाई बिरालो यतातिर आऊ मेरो नाना स्याकी स्याकी मुसा नारी खाइ पढाइको बुझु सक्यो म गाई डोएर आउँछु गाइने कहाँ हराएछ म खोजेर आउँछु मलाई वाक्क लाग्यो लल्ला डलानको म खोजेर आउँछु म्याउ म्याउ बिरालो कता गयो खै गाइने भेटेन मैले कता गयो खै एउटा यता हेर्नु होला खोलाले बगायो खोला हेर्दा हेर्दै कसरी सुत्यो भन्दा भन्दा साडी दिएर अब तपाईँहरूलाई के गरी नेपाली एक्जामहरूमा त्यो एसे लेख एसे के भन्छ त्यसलाई के भन्ने हो एसेलाई नेपालीबाट के भन्छ निबन्धन लेख 200वटा वर्डको भनेर आयो भने ल के को बारेमा भन्दाखेरि नेपालको बारेमा होइन नेपाल हाम्रो देश हो नेपालमा हामी बस्छौँ त मेरो टिचर मेरो मामु पनि हामी नेपालमै बस्नुहुन्छ लगायत मेरो हेड टिचर र बाबा पनि नेपालमै बस्नुहुन्छ अनि मेरो एउटा भाइ छ ऊ पनि नेपालमै बस्छ अनि मेरो एउटा दादा छ ऊ पनि नेपालमै बस्छ नेपाल एउटा राम्रो देश हो नेपालमा पानीको कमी छैन नेपालमा घुम्ने ठाउँहरू धेरै छ नेपालमा धेरै कल्चरहरू छ यताउता होइन अनि इङ्ग्लिस अलिक जान केही फरक पर्दैन बुढो त्यसलाई नेपाली नै चाहिन्छ भन्ने छैन भन्दै अनि त्यसमा ए राम्रो 27 वर्ष अनि त्यसरी भन्दा भन्दै अप्लोड आयो त्यही भएर म साइलेन्ट छु हामी एउटा ठाउँमा रोकिनु पर्ने हुन्छ किनभने मेरो बाइक तातिसक्यो तातेपछि मेरो बाइक चल्दैन त्यही भएर एउटा राम्रो ठाउँ खोज्छु म राम्रो भन्दा पनि त्यो गाडीहरू त आओस् होइन अनि हाम्रो नेपालमा सिङ्गरहरू पनि छन् हाम्रो नेपालमा एक्टरहरू पनि छन् हाम्रो नेपालमा डाइरेक्टर पनि छन् हाम्रो नेपालमा डान्सरहरू पनि छन् हाम्रो नेपालमा प्रोड्युसरहरू पनि छन् हाम्रो नेपालमा भ्लगरहरू पनि छन् म जस्तै हाम्रो नेपालमा अनिस भन्ने मान्छे पनि छ म हाम्रो नेपालमा मेरो गर्लफ्रेन्ड पनि तिमीहरूको गर्लफ्रेन्ड पनि मेरो गर्लफ्रेन्ड पनि छ भनेर हुन्छ होइन अनि त्यसरी तिमीहरूलाई अब के आएन भने के भन्नु भन्दाखेरि मेरो गर्लफ्रेन्डको बाबा पनि नेपालमै बस्नुहुन्छ मेरो ससुरा बा पनि नेपालमै बस्नुहुन्छ मेरो ससुरा आमा पनि नेपालमै बस्नुहुन्छ अनि मेरो सालो भाइ पनि नेपालमै बस्छ मेरो साली नानी पनि नेपालमै बस्छ भने एखाल लेख्दैछ त 200 वर्ष कसो नपुग्ला र अनि तिमीहरू पास 100 मा 100 मार्क्स आउँछ 10 मार्क्स पाउँछ 10 मार्क्स पाउँछ 10 मार्क्स चाहिँ आउँछ होला ए अझ त्यो अझै नि अब अझै नि पुगेको छैन भने हाम्रो टिचरको बुढी पनि नेपालमै बस्छ हाम्रो टिचरको बुढा पनि नेपालमै अहिले त मेन कुरै बिर्सिस् त हाम्रो स्कुल पनि नेपालमै छ ए हाम्रो स्कुल पनि नेपालमै छ हाम्रो नेपालमा भएको कम्पनीहरू पनि नेपालमै छ
पछाडि लेखिदिदी अझै नै पुग्यो भने हाम्रो टिचरको छोरी नि छ मलाई मनपर्छ भन्ने लेखिदियो हुन्छ उनीहरू नेपालमै बस्छ भने लेखिदिँदा केही फरक पर्दैन आएर 1-2 लट्ठी हान्छ अरू केही फरक पर्दैन भन्दै हामी यस्तो राम्रो राम्रो भ्यू भाटामा आइपुगिसक्यौँ है अब हामी घान्द्रुक आइपुगिसक्यौँ यस्तो छ भ्यू अनि आजको लागि यति नै अब अर्को भ्लग भोलि आउँछ घान्द्रुक एक्सप्लोर हामी त आज हो त्यही पनि भ्लग भोलि आउँछ नि त त्यही भएर से बाई